आज हामी नेपालको इतिहासको एउटा महत्त्वपूर्ण अध्याय एङ्ग्लो नेपाल युद्धको बारेमा कुरा गर्दैछौँ। यो युद्ध नेपालीहरूको वीरता र स्वाधीनताको कथा हो। सन् 1814 देखि 1816 सम्म चलेको यो युद्धले नेपालको वर्तमान स्वरूप निर्धारण गर्न ठूलो भूमिका खेल्यो। यो युद्ध शक्तिशाली ब्रिटिस इस्ट इन्डिया कम्पनी र सानो तर बहादुर गोर्खा राज्य बीच भएको थियो। पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि गोर्खा राज्यको विस्तार पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म पुग्यो। यस विस्तारले ब्रिटिस इस्ट इन्डिया कम्पनीको प्रभाव क्षेत्रसँग सीमा विवाद निम्त्यायो। युद्धमा एकातर्फ बढ्दो साम्राज्यवादी शक्ति ब्रिटिस इस्ट इन्डिया कम्पनी थियो र अर्कोतर्फ आफ्नो स्वाधीनताको लागि लडिरहेको बहादुर नेपालको गोर्खा राज्य। तनाव बढ्दै जाँदा दुई पक्षबीचको झगडा चरम सीमामा पुग्यो। सानो सीमा विवादले ठूलो युद्धको रूप लियो। बुटवल र स्याउराज क्षेत्रको जग्गाको स्वामित्वलाई लिएर भएको विवाद यस युद्धको तात्कालिक कारण बन्यो। नेपालले यस क्षेत्रमा गोर्खा अधिकारीहरू नियुक्त गर्दा कम्पनीले विरोध जनायो। अन्ततः सीमा विवाद र गोर्खाको अडानबाट दिक्क भएर ब्रिटिस इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङ्सले नोभेम्बर 1814 मा नेपालमाथि औपचारिक रूपमा युद्ध घोषणा गरे। ब्रिटिस सेनाले 4 मुख्य मोर्चाबाट नेपालमाथि आक्रमण गर्ने योजना बनायो। यद्यपि स्रोत र हतियारमा कमजोर भए पनि नेपाली सेना पहाडी भूभाग र आफ्नो वीरतामा विश्वस्त थियो। युद्ध सुरु भएपछि धेरै मोर्चामा भयानक लडाईँहरू भए, जसमध्ये केही नेपाली इतिहासमा अमर छन्। नाला पानीको युद्ध नेपाली वीरताको प्रतीक हो। कप्तान बलभद्र कुँवरको नेतृत्वमा लगभग 600 गोर्खाली सेनाले 3000 भन्दा बढी ब्रिटिस सैनिकलाई हप्तौंसम्म रोके, जसले ब्रिटिसलाई ठूलो क्षति पुर्यायो। देउथलमा भक्ति थापा र जैथकमा अमरसिंह थापा जस्ता वीर कमान्डरहरूले ब्रिटिसहरूलाई कडा टक्कर दिए। यद्यपि उनीहरूले अन्ततः आत्मसमर्पण गर्नु पर्यो, तर उनीहरूको बहादुरी अविस्मरणीय छ। पश्चिमी मोर्चामा अल्मोडाको पतनपछि नेपालको ठूलो भूभाग ब्रिटिस नियन्त्रणमा आयो, जसले युद्धमा नेपाली पक्षलाई गम्भीर कठिनाइ ल्यायो। लामो र महँगो युद्धपछि दुवै पक्ष शान्तिको लागि तयार भए। युद्धको अन्त्यतिर मकवानपुर र सिन्धुलीगढी क्षेत्रमा निर्णायक लडाईँहरू भए, जहाँ नेपाली सेनाले अझै पनि ब्रिटिसहरूलाई ठूलो चुनौती दिइरहेको थियो। नेपाली सेनाको वीरताका बावजुद ब्रिटिसहरूको विशाल सैन्य शक्ति, आधुनिक हतियार र ठूलो स्रोतको अगाडि नेपाललाई शान्ति वार्तामा बस्नुपर्ने बाध्यता आयो। सन् 1816 मा सुगौली सन्धिमा हस्ताक्षर भयो। यस सन्धि अनुसार नेपालले आफ्नो पश्चिमी भूभाग कुमाऊ र गढवाल ब्रिटिसलाई सुम्पर्नु पर्यो र काठमाडौँमा ब्रिटिस प्रतिनिधि राख्नु पर्यो। एङ्ग्लो नेपाल युद्धको परिणाम मिश्रित थियो, जसले नेपालको भविष्यको मार्ग निर्धारण गर्यो। ठूलो भूभाग गुमाए पनि नेपालले आफ्नो राष्ट्रिय स्वाधीनता बचाउन सफल भयो। यो युद्धले नेपाललाई उपनिवेश बन्नबाट जोगायो। यस युद्धमा नेपाली सेनाले देखाएको अद्वितीय वीरता र बहादुरीले विश्वभर गोर्खालीको रूपमा ठूलो सम्मान र पहिचान पायो। एङ्ग्लो नेपाल युद्धले नेपालको इतिहासमा गहिरो छाप छोड्यो। यसले नेपाल र भारत बीचको सम्बन्धलाई पनि नयाँ आयाम दियो र नेपालीहरूको राष्ट्रिय भावनालाई अझ बलियो बनायो।